हेलो हेलो साथीहरू सबैजनालाई गुड मर्निङ। अनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला। यतातिर हामी पनि सबैजना सन्चै आरामै छौँ। अनि म आज के भन्न गइरहेको छु भने सबैजनाले इन्भाइट फ्रेन्ड कसरी दिने भनेर सोध्दै हुनुहुन्छ। सबैजनाले त नसोधे भने कोही कोही म जस्तै नजान्ने पनि हुनुहुन्छ होला। अनि म उहाँहरूलाई के भन्न चाहन्छु भने इन्भाइट फ्रेन्ड दिने तरिकाहरू सिकाउन चाहन्छु। मलाई साथ सपोर्ट पनि गरिदिनु होला है साथीहरू। अनि अन्तिमसम्म भिडियो हेरेर लाइक कमेन्ट सेयर अनि यदि फलो गर्नु भएको छैन भने साथीहरू फलो पनि गरिदिनु होला। अनि हजुरहरूले अन्तिमसम्म यो भिडियो स्कोर नगरिकन हेर्न सक्नुहुनेछ र आफूले इन्भाइट फ्रेन्ड पनि दिन सक्नुहुनेछ साथीहरू। अनि लाइक कमेन्ट पनि गर्न नबिर्सनु है साथीहरू। म इन्भाइट फ्रेन्ड कसरी दिने भने हेर्नुहोस्, फेसबुक खोलिसकेको छु। अनि यसरी फेसबुकमा जानुहोस्। अनि यसरी फेसबुकमा गएपछि आफूले दिन चाहेको व्यक्तिको माथि गएर सर्च गर्न सक्नुहुनेछ। अनि सर्च गरेर मेरो नाम खोजिसकेको छु। अनि यहाँ थ्री डटमा जानुहोस्। थ्री डटमा गइसकेपछि यहाँ तल छ थ्री डट अनि कसैको माथि पनि हुन्छ। अनि यहाँ तल छ थ्री डट अनि त्यसपछि थ्री डटमा गएर अनि इन्भाइट फ्रेन्ड लेखा हुन्छ। अनि त्यसमा गएर क्लिक गर्नुहोस् साथीहरू। अनि त्यसपछि सिलेक्ट गर्नुहोस् हलमा गएर। हजुर जति पनि हजुरकोमा फ्रेन्ड हुनुहुन्छ सबैजना सिलेक्ट हुनुहुन्छ। अनि त्यसपछि इन्भाइट गर्नुहोस्। अनि सेन्ड गरेपछि हजुरहरूको नोटिफिकेसन पुग्छ सबैको जनामा। त्यहाँ जतिजना सिलेक्ट हुनुभएको छ उहाँहरूको सबैको जनामा नोटिफिकेसन पुग्छ। नोटिफिकेसन पुगिसकेपछि हजुरहरूले फलो गरिदिनु होला सबैजनाले। अनि फेरि पनि हेर्न सक्नुहुनेछ। माथि यसरी जानुहोस् सर्च बारमा गएर अनि आफ्नो जसलाई दिन चाहनुहुन्छ उसको नाम सर्च गर्न सक्नुहुनेछ हजुरले। अनि मलाई पनि इन्भाइट फ्रेन्ड दिनु है साथीहरू। अनि फेरि पनि हेर्न सक्नुहुनेछ। अनि यतातिर थ्री डटमा जानुहोस् अनि फेरि पनि हेर्नु है साथीहरू। अनि इन्भाइट फ्रेन्ड्स लेखिरहेको छ नि हो त्यहाँ गएर क्लिक गर्नुहोस्। अनि जति पनि साथीहरू हुनुहुन्छ अनि अलमा लैजानुहोस्। अलमा गएर सेन्ड गर्नुहोस्। अनि सेन्ड गरिसकेपछि हजुरहरूको सबैजनामा सेन्ड नोटिफिकेसन पुग्छ। अनि साथीहरू मलाई पनि दिन नभुल्नु है। 1K भए पनि दिनु 2K भए पनि दिनु है साथीहरू। अनि हजुरहरूले पनि मलाई दिनुहोस्, मैले पनि हजुरहरूलाई दिनेछु साथीहरू। मलाई लाइक कमेन्ट सेयर गरिदिनु होला साथीहरू। बाई बाई, लभ यु अल, बाई बाई साथीहरू।